मैले गाएका गीतहरू अझ अमर हुन् भन्ने मेरो इच्छा छैन। काम नलाग्ने भएर गयो। म कुनै पनि पार्टीमा इन्भल्भ छैन अहिले, कुनै पार्टीको सदस्य पनि होइन। तर बिचमा थुप्रै अफरहरू मलाई चाहिँ ल यसो गर्नु पऱ्यो, कहिले जिल्लाको जिल्ला विकास समितिको सभापतिमा लड्नु पऱ्यो भन्ने, कहिले चाहिँ सांसदमा तपाईँ लड्नुहोस् भन्ने कुरा। समयसँग सम्झौता होइन, सङ्घर्ष गर सङ्घर्ष। अनन्त ब्रह्माण्ड कहाँ कहाँ। सानो सानो बुकुर पहराको छेउमा मेरो घर, त्यही निसाउले खाइदियो अब मलाई झनै के को डर। तपशील, हरेक तथ्यको विवरण, डिटेल्स अफ एभ्री फ्याक्ट। नमस्कार छ तपाईँलाई, स्वागत छ तपशीलमा। हामीले तपशीलको यो पहिलो श्रृङ्खला हो, पहिलो एपिसोड हो। तपाईँलाई तपशीलको पहिलो एपिसोडमा तपाईँलाई पाउनु हामीले सौभाग्य ठानेका छौँ र यो अवसर दिनुभएकोमा सर्वप्रथम त तपाईँलाई धन्यवाद गर्दै म आफ्ना संवाद सुरु गर्न चाहन्छु। सन्चै हुनुहुन्छ? ठिकै छ। कस्तो चल्दैछ त दिनहरू? के गरेर अहिले समय बिताइरहनु भएको छ? दिन रात उस्तै छ, एकनास। हाँसै छ। गीत गाउने हिँड्ने। लामो समय भयो है हजुरले गीत गाउन थाल्नु भएको? लामै मान्नु पऱ्यो। अब 32 सालदेखि 2032 सालदेखि गाउन थालेको हो। 82 साल भएछ होइन, 50 वर्ष। 16 सालमा जन्मिनुभयो बागलुङमा। बागलुङको राङखानी पाही भन्ने गाउँ छ त्यहाँ। पाही भनेपछि जैमिन नगरपालिका हो अहिले, वार्ड नम्बर 10 पाही। पाही गाउँमा जन्मिनु भएको तपाईँ केले गर्दाखेरि यो सङ्गीत क्षेत्रमा लाग्नुभयो? त्यसबारेमा केही भनिदिनु न त। केले गर्दा भन्ने कुरा केही थाहा छैन। पढ्न गएको हाई स्कुलमा कहिलेकाहीँ अन्तर्सदनात्मक प्रतियोगिताहरू हुन्थे त्यति बेला, सदनमा बाँडेर शुक्रबारका दिन। त्यसमा मैले लोकगीत गाउँथेँ र त्यति बेला कहिले फर्स्ट कहिले सेकेन्ड हुने। त्यो मेरो गीत गाउने सिलसिलाको सुरुवातको सम्झना हो त्यो। त्यसो गर्दै गर्दै गयो। पछि एसएलसी पास गरेपछि म काठमाडौँको पुल्चोक इन्जिनियरिङ कलेजमा पढ्न गएँ। त्यहाँ जाँदाखेरि वेदना परिवारसितको सम्बन्ध बन्यो। वेदना परिवारले यस्तै खालको गीतहरू गाउने गर्थे। त्यहाँ उहाँका कलाकारसँगै गीत गाउँदै हिँड्दै गर्दै जाँदाखेरि 36 सालको जनआन्दोलन सुरु भयो। 36 सालको जनआन्दोलन सुरु भइसकेपछि आन्दोलनका गीतहरू गाउँदै हिँड्न थाल्यो। गीत गाउँदै हिँड्दा उता इन्जिनियरिङ पढाइ छुट्यो अनि गीत गाउने सिलसिला अगाडि बढ्यो। यसरी कुनै योजना बिना, कुनै एउटा प्रकारको कुनै घटनाले वा कुनै व्यक्तिको विशेष प्रभावमा पर्नु भएन। कुनै गीत गाएर हिँड्छु भन्ने कुनै प्लानिङ थिएन, कुनै योजना थिएन, कुनै सोचाइ पनि थिएन। यत्तिकै स्वाभाविक रूपमा गीत गाउँदै 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 हिँड्ने स्थिति बन्यो। सन्तुष्ट हुनुहुन्छ पेसाप्रति? सन्तुष्ट भन्दा पनि अझ माथि कुनै शब्द छ भने त्यहाँ छु। जे होस्, गुनासाहरू केही छैनन्? यो पेसा नअगालिकन अन्त लागेको भएदेखि जीवनमा यो गर्थेँ होला, अथवा आफूले सोचेका कुराहरू यो पुरा भएन जीवनमा भन्ने त्यस्तो केही छैन? सोचेका कुरै थिएन। सोचेको कुरै थिएन। सोचेको कुरा नभएपछि मैले यसो सोचेको थिएँ, यस्तो भएन भन्ने गुनासा पनि छैन। जस्तो थोरै यता जाउँ, अलिकति
पेसागतमा तपाईँ सन्तुष्ट हुनुहुन्छ त्यो पनि ठिक छ, तर जीवनको मोडमा आउने कठिनाइहरू कुनै बेला अभावहरूका कारणले गर्दाखेरि कुन क्षणलाई सम्झिनुहुन्छ कि यो क्षेत्रभन्दा अर्कोतिर लागेको भएदेखि केही हुन्थ्यो कि, अथवा यहाँनिर अप्ठ्यारो पऱ्यो यो पेसामा लाग्नाले भन्ने त्यस्तो कुनै छ? त्यस्तो केही छैन। त्यस्तो केही छ। बरु के छ भने कसो कसो म अन्त लाग्नबाट जोगिएछु भन्ने लाग्छ। यो काम नगरेर अरू काम गरेको भए मेरो यो प्रकारको आनन्दको मनोदशा मैले पाउनु थिएन। त्यसै भएर झुकिएर कसो अन्त गइन्थ्यो जस्तो लाग्छ। भनेपछि कोही तपाईँको पेसामा, सङ्गीत पेसामा, गायन पेसामा, यो क्षेत्रमा कोही इन्भल्भ हुन चाहनुहुन्छ भने तपाईँले खुला रूपमा स्वागत गर्नुहुन्छ, आह्वान गर्नुहुन्छ कि दिस इज द बेस्ट प्रोफेसन भनेर? मैले कसैलाई आह्वान गर्दिनँ। उसको आफ्नो विचार, आफ्नो सोचाइ, आफ्नो चिन्तन हो। कसैलाई आह्वान गरौँला, ऊ असन्तुष्ट होला अनि मैले गाली खाने, त्यस्तो काम गर्ने होइन। पेसागत विवाह र व्यापार र लाउरे हुन चाहिँ कसैलाई चाहिँ नसुझाउने भन्ने एउटा भनाइ पनि छ। त्यो उखान पनि होला, तर आफ्नो स्वभावले कहाँ पुगिन्छ त्यहाँ जाने हो, आफ्नै गतिमा बग्ने हो, आफ्नै दिशामा अगाडि बढ्ने हो। मेरो जस्तो जिन्दगी अर्काको हुनुपर्छ भन्ने केही छैन। जीवनमा कतिवटा जति गीत गाउनुभयो तपाईँले? खै हिसाब किताब केही छैन। 2025 पुगे जस्तो लाग्छ। 2025 जस्तो पुगे जस्तो लाग्छ। त्यो मध्येमा कहिलेकाहीँ आफ्ना सृजनाहरू आफै एक्लै बसेका बेलामा गुनगुनाउने, कतै हिँडिरहेको बेलामा गुनगुनाउने गर्नुहुन्छ कि नै? कुनै कुनै गीतहरू यस्ता छन् कहीँ कतै विचलित हुने अवस्थालाई रोक्ने खालका गीतहरू गुनगुनाइने। समयसँग सम्झौता होइन, सङ्घर्ष गर सङ्घर्ष, आउँछन् हजार चुनौती, स्वीकार गर सहर्ष। सुख र दुःखको द्वन्द्वले जीवनको बाटो खन्दछ, हजारौँ चोट सहेर पत्थर त्यो मूर्ति बन्दछ। जस्ता गीतहरू आफैलाई पनि प्रेरणादायी छन् र मलाई लाग्छ अरू सबैलाई काम लाग्छ जस्तो लाग्छ। सबैभन्दा हजुरको मन परेको सृजना, मन परेको गीत, कहिलेकाहीँ आफ्ना सृजना पनि गरिसके पछाडि, बजारमा आइसके पछाडि सबै राम्रै छन्, मन पराइदिइरहेका छन् सबैले, तर पनि यो चाहिँ मैले कुन मोडमा लेखेको छु, बडा गजबको बनाएछु भन्ने जस्तो सबैभन्दा आफ्नो बेस्ट सृजना यही हो। आकाशमा उड्छ बादलु, चट्याङ बोकी विचित्र, जति महान छ जीवन यात्रा, त्यति नै बाधा त्यही भित्र। यस्ता शब्दहरू छन्। लक्ष्य छ विशाल अनन्त, सुखको महासागर, जानु छ टाढा अजङ्का, दुःखका पहाड नागेर। यी कठिनाइमा पनि, सजिला अवस्थामा पनि यो गीतले सबै अवस्थामा एउटा प्रेरणा दिइरहेको हुन्छ। जस्तो अवस्थामा पनि आफूलाई काम लाग्ने। अब म अलिकति ट्र्याक चेन्ज गर्न चाहेँ। तपाईँलाई वामपन्थी विचारधारा बोक्नु भएको भन्दा फरक नपर्ला हो? जे हुन नि ठिक छ, जसले जे सोचेको छ, जे बुझ्छ त्यही भन्दा हुन्छ। अहिले अब तपाईँ जनताका गीतहरू गाउँदै हिँड्नुभयो लामो समय, दुःख सुखका, तपाईँलाई यसै जनवादी गायक होइन, यसै तपाईँको जनताका गायक बनिएका होइन, तपाईँका गीतहरूले धेरै मान्छेहरू आन्दोलनमा, क्रान्तिमा होमिनुभयो, आफ्ना विचार परिवर्तन गर्न, देशको मुहार फेर्नका लागि अलिक तत्पर पनि हुनुभयो। तर तपाईँका गीतहरूले बोके जस्तो भाव, तपाईँका गीतहरूले दिए जस्तो सन्देश
ऊ बेलाबाट 32 सालबाट तपाईँले सृजना गर्दै आउनुभयो, गाउँदै आउनुभयो, यो 50 वर्षसम्म पनि त्यो खाले तपाईँका गीतले खोजेका जस्ता परिवर्तनहरू मुलुकले पाएन जस्तो लाग्छ। हामीहरू त बुझ्छौँ, हाम्रो बुझाइमा गलत भयो कि अथवा तपाईँले कसरी लिनु भएको छ? तपाईँले सोचेको जिन्दगी तपाईँ जस्तै म एउटा प्रश्न गरौँ, तपाईँले सोचेको तपाईँले चाहेको जस्तो जिन्दगी तपाईँको छ कि छैन? त्यही त। अनि देशै मैले सोचे जस्तो कसरी हुन्छ? आफ्नै जिन्दगी त आफूले चाहे जस्तो बनाउन सकिन्न भनेपछि यत्रो विशाल देश, 3 करोड जनताका आकाङ्क्षाहरूलाई अब सोचे जस्तो सबैले सोचे जस्तो सबैले चाहे जस्तो कहाँ हुन्छ? त्यो कल्पना गर्ने हो, राम्रो होस् भन्ने चिताउने हो, त्यही दिशामा अगाडि बढ्ने हो, त्यही दिशा राम्रो बनाउने प्रयत्न गर्ने हो, मेहनत गर्ने हो सबैले। सोचे जस्तो भएन भने अब फेरि दुःख मान्ने पनि होइन, अझै प्रयत्न गर्ने हो। सम्भव छ। कतिसम्म सम्भवको त कुनै सीमा हुँदैन, कतिसम्म सम्भव हुन्छ हुन्छ होइन? राम्रो भने अब कतिसम्म राम्रो भन्नुहुन्छ? केलाई राम्रो? ल तपाईँ चाहिँ यात्रा टाढा पुग्नु भन्ने एउटा विचार आयो, कहाँसम्म पुग्ने? टाढा भनेको कि कति हो? चन्द्रमासम्म? त्यहाँभन्दा टाढा छै छैन? मङ्गल ग्रहसम्म? त्योभन्दा पनि टाढा छै छैन? अब आकाशगङ्गासम्म, मिल्की वेसम्म होइन? त्यहाँभन्दा टाढा छै छैन? ब्रह्माण्ड पनि बाहिरसम्म, अनन्त ब्रह्माण्ड कहाँ कहाँ? टाढा भनेको त कति असीमित हुन्छ। त्यस्तै विकासका सम्भावना पनि असीमित हुन्छ। तुलनात्मकमा हेर्ने हो, कम्प्यारिटिभली हेर्दाखेरि हामीले चाहिँ जुन स्थितिमा छौँ सन्तोष मानेर बस्यौँ भने फेरि प्रगति हुँदैन, होइन योभन्दा अगाडि बढ्नुपर्छ भन्ने थाल्यो भनेदेखि अनि फेरि हामी सक्रिय हुन्छ। यस हजुरले देखेको एउटा कुनै विकासको बाटो, हामी अब भौतिक विकासकै बाटोमा जाउँ न, इक्जाम्पलरी एउटा कुनै उदाहरण दिनुहोस् कि तपाईँले हिँड्दै गर्दा तपाईँ त धेरै ठाउँमा डुलिसक्नुभयो, मलाई लाग्छ नेपालका सबै जिल्लाहरू तपाईँ पुगिसक्नु भएको छ, विभिन्न देश विदेश पनि घुम्नु भएको छ। यो खाले डेभलपमेन्ट चाहिँ नेपालको एकदमै इक्जाम्पलरी डेभलपमेन्ट हो। यो त्यो बेलामा यस्तो थियो र अहिले त्यही ठाउँमा जाँदाखेरि कुनै कयौँ वर्ष अगाडि 1 दशक होला, 2 दशक होला, त्यहाँ पुग्दा त्यही ठाउँमा मैले यो दुःख गरेका थिएँ अथवा यो खाले चेतना थियो, यो खाले उस थियो, विकास थियो भने अहिले चाहिँ आउँदाखेरि म त्यही ठाउँमा यो खाले परिवर्तन पाएको छु भन्ने त्यस्तो कुनै उदाहरण छ कि? म हाम्रो घरबाट पोखरा आउँदा हिँडेर 2 दिन लाएर आउनु पर्थ्यो। 1 दिनभरि हिँडेर नाउँडाँडा आइन्थ्यो, त्यहाँबाट बल्ल बसको मुख देख्ने हो, त्यहाँबाट फेरि पोखरा आइन्थ्यो होइन? अहिले मेरो आँगनमा गाडी जान्छ। त्यो सम्झना र यो अवस्थालाई तुलना गर्ने भनेदेखि त तपाईँले त अब के भन्नु? तर पनि अहिले भर्खर नेपाललाई तपाईँ लक्जमबर्ग जस्तो बनाउन खोज्नुभयो र स्विजरल्यान्ड जस्तो किन भएन भनेर दुःख मनाउ गर्नु भने फेरि कुरा अर्कै त्यतिर जान्छ। त्यहाँ हाम्रो देशको भूगोल, हाम्रो देशको अब आर्थिक अवस्था, हाम्रो देशको तन्त्र होइन, विभिन्न अर्थतन्त्रहरू, राजनीतिक प्रणालीहरू, सबैका सीमाहरू छन्। त्यसले जति देशले विकास गर्न सक्थ्यो, सम्भावना थियो, त्यो नभएको चाहिँ पक्कै हो। विभिन्न खालका जालझेल छलकपट अनेक प्रकारका चाहिँ अब ब्युरोक्रेसीका समस्याहरू, प्रशासनिक समस्याहरू, कानुनी समस्याहरू, अडचन बाधाहरू थुप्रै छन्। त्यसले कयौँ प्रगतिलाई रोकिरहेछ। तर त्यो बिस्तारै जनताको आवश्यकताले कोही आफै छिन्छन्, कोही जबरजस्ती छिनाल्न जानुपर्ने पनि हुन्छ। तपाईँले यत्रो समय गीत गाउँदै गर्दा तपाईँका गीतका शब्दहरू कुनै बेला पञ्चायत थियो, त्यति बेला तपाईँका गीतहरू त्यो व्यवस्थालाई पाच्यो भने गीतहरू पक्कै पनि थिएनन्, समाजलाई उजागर गर्ने गीतहरू थिए। कतिको दुःख पाउनुभयो ती गीतहरू गाउँदै हिँड्दा, त्यो चेतना फैलाउँदै हिँड्दा? मलाई त दुःखको अनुभूति भएन, जिउले दुःख पायो होला, तर मैले दुःखको अनुभूति गर्न सकिनँ।
ढाक्ने कुरो पनि होइन, एउटा तपाईँ जलहरी हुन्छ नि, माछा जाल जाल हान्दै हिँड्ने होइन, दिनभरि जाल फ्याँक्दै जान्छ, कहिले माछा पर्छ कहिले पर्दैन, झाडोमा कठिङ्ग्रायो भने चिरोमा। त्यस्तो खोला थुनेर माछा मार्नेहरूले कति ढुङ्गा पल्टाउँछ, कति खुट्टामा चाहिँ ढुङ्गाले थिचिन्छ, रगत आउँछ, दुख्छ, तर उसले काम गरिरहेकै हुन्छ। उसले थाहा पाउँदैन मलाई दुःख छ भन्ने उसलाई अनुभूति हुँदैन। अलिकति माछा भेटिन्छ लगेर चाहिँ सन्तोष गर्छ, खान्छ। आफूलाई जुन चिजमा रमाइलो लाग्छ होइन, आफूलाई जुन चिज गर्न एकदम तीव्र इच्छा हुन्छ, त्यो काम गर्दाखेरि दुःखको अनुभूति हुँदैन। तपाईँ फुटबल खेलाडीले कति दौडेको हुन्छ, कहिले खुट्टा भाँचिन्छ, कहिले लड्छ, कहिले फेरि उड्छ, तर त्यसमा इन्ट्रेस्ट छ, त्यसमा तीव्र इच्छा छ खेल्ने, त्यसले त्यो फुटबल खेलाडीलाई अहिले दुःखको अनुभूति हुन्छ र कहिले थाहै पाउँदैन, दुख्या चाहिँ छैन उसलाई है। त्यस्तै मेरो जिन्दगीमा मैले यही नै गर्ने हो, जनता गीत गाउँछु, चाहे यो गीत गाउँदा गाउँदै मर्न परोस्, या यी गीत गाउँदा गाउँदै जेलमा जानु परोस्, या यी गीत गाए बापत फाँसीको सजाय खान परोस्, जे भए पनि यो देशको लागि, जनताको लागि, प्रगति र उन्नतिको लागि यो भावनाका सहितका गीतहरू चाहिँ आवश्यक छन् राष्ट्र र जनतालाई भन्ने अनुभूतिले त्यस्तो गीत गाउने मेरो इच्छा तीव्र थियो। जस्तो परे पनि त्यो बाटो हिँड्छु। डिस्टर्बेन्सका कुरा गरेँ मैले। सबैभन्दा ठुलो डिस्टर्बेन्स तपाईँलाई पक्राउ पनि पक्कै गरियो होला वा धम्की पनि आयो होला, त्यो कुनै धेरै पक्कै पनि धेरै पटक बेहोर्नुभयो, सबैभन्दा ठुलो खाले डिस्टर्बेन्स कहाँनिर फिल गर्नुभयो? डिस्टर्बेन्स त आउँछन्, तर फिल गर्ने कुरो होइन। पक्राउ खाँदा नि मलाई के लाग्थ्यो भने यो स्वाभाविक हो, मैले पक्राउ खाने नै काम गरेपछि मैले पक्राउ नखाएर कसले खान्छ। अब पुलिसका कस्टडीमा बस्दाखेरि नि मलाई के लाग्थ्यो भने बाँचे पनि ठिकै छ, मरे पनि ठिकै छ, मैले नराम्रो काम गरेको त छैन। जनताको गीत गाएको जम्मा होइन, जनता गीत गाउँदाखेरि अब जे हुन्छ हुन्छ भन्ने हो। सोचाइलाई मजबुत बनाएर तपाईँ अगाडि बढेपछि कुनै पनि बाधा अडचन अवरोध व्यवधानहरूको प्रभाव नै हुँदैन। यसै बिचमा मैले जोड्न चाहेँ, मेरो उमेरले मभन्दा सिनियर हुनुहुन्छ, मैले तपाईँको सुपुत्रलाई मैले दाइ नै भनेर सम्बोधन गरेँ। दाइ बिरामी पर्नुभयो, हामीले धेरै पत्र पत्रिकाहरूबाट त्यो खबरहरू पनि पायौँ, समाचारहरू पनि पढ्यौँ, अनि मलाई लाग्छ धेरै ठाउँबाट सहयोगी हातहरू तपाईँप्रति स्वतस्फूर्त रूपमा आउने क्रम पनि भयो। त्यो पाठको सबैभन्दा ठुलो एकदमै मन छोएको कुरा वा चाहिँ त्यो 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 घटनामा मैले यसलाई बिर्सिन हुँदैन भन्ने पात्र कोही त्यस्तो स्पेसल हुनुहुन्छ जसलाई तपाईँले सम्झिन चाहनुहुन्छ? ती सहयोगी हातहरू आफ्नो इच्छा गच्छे अनुसार जसले सहयोग गर्नुभयो सबैलाई एकमुष्ट मेरो सम्मान छ, धन्यवाद छ। धेरै दिने धेरै राम्रो, थोरै दिने अलिक कम राम्रो भन्ने कुरा होइन, उसको भावना मात्रै भन्ने कुरा हो। त्यस कारण यसले चाहिँ राम्रो गर्यो भन्दाखेरि अरूलाई पिर पर्छ होइन, त्यस्तो भन्नु पनि हुँदैन, त्यो मेरो मनमा पनि छैन। जसले जुन हदसम्म अब सहयोगका हात अगाडि बढाउनु भयो, ती सबै पात्रहरू मेरो लागि धन्यवादका पात्र हुन्, जिन्दगीभरिका सम्झनाका पात्र हुन् है। सबैलाई एक मुष्ट धन्यवाद छ। हामी फेरि पनि दाइको सुस्वास्थ्य, तपाईँको परिवारको, तपाईँ चाहिँ सबैको सुस्वास्थ्यको कामना पनि गर्दछौँ। अहिले त्यस्तो कामना गर्ने बेला भएन, अलि बिरामी भएपछि भन्दै सुस्वास्थ्यको कामना पनि बिरामी भएपछि बिरामी नहुँदै किन कामना गर्ने। हामीले बच्चा बेलामा पनि सुन्न पायौँ, अहिलेसम्म पनि हामी त्यही गीत गुनगुनाइरहेको हुन्छौँ। मलाई लाग्छ तपाईँलाई भेटे पछाडि र मैले यो पोडकास्टमा तपाईँलाई आमन्त्रण गरे पछाडि जति बेलाबाट तपाईँको र मेरो भेट भयो,
म निरन्तर एउटै गीत गुनगुनाइरहेको छु सिमली छायामा बसी। मेरो मात्र होइन, लगभग सबै पुस्ता, हाम्रो पुस्ताले पनि तपाईँका सृजनाहरू सबैभन्दा धेरै एउटा पुस्तालाई कण्ठ भएको सायद यो जस्तो लाग्छ मलाई। यो गीतको ब्याकग्राउन्ड कसरी सृजना गर्नुभयो, त्यसको केही याद छ तपाईँलाई? मैले सुनेको थिएँ कतै कि यो एउटा वास्तविक घटनासँग जोडिएको कुरा पनि हो भनेर। यो काठमाडौँबाट पोखरा मैले पढ्ने बेलामा हो। पोखराबाट नागडाँडासम्म बसमा गइन्थ्यो। त्यहाँबाट हिँडेर जानुपर्थ्यो। हिँडेर जाँदा सेती दोभान, कार्कीनेट, के अरे चिलाउने बाटी, रङ्गेठाँटी हुँदै फेदीमा पुगिन्थ्यो। यो आँधी खोलाको फेदी माथि। त्यहाँबाट उकालो चढ्नु पर्थ्यो, कडा उकालो, 2 घन्टा लगभग, 1.5 घन्टा 2 घन्टा यहाँ अनुसार लाग्थ्यो। उकालोको बिचमा एउटा चौतारी थियो बरपिपलको। अनि त्यहाँ माथि एउटा यस्तो बारमा सिमलीको पनि थियो। एकजना बुढो मान्छे त्यहाँ बसेर पसिना पुसिरहेको देखेँ मैले। मेरो मनमा क्युरियोसिटी जाग्यो कि यो कहाँबाट आयो होला नि, यस्तो बुढो मान्छेले भारी बोकेर हिँड्यो, भारी गरुङ्गै छ। नजिकै गएर सोध्न खोजेँ, उनी अलिक पर तर्से जस्तो गरे। सायद पैसा उलाइदिन्छ कि भन्ने ठाने होला नि। तसरी सम्झाएपछि उनसित कुराकानी भयो। र त्यही कुराकानीको भइसकेपछि म अगाडि बढेँ। कुइनेटामा पुग्दाखेरि उनी तलबाट माथितिर भारी बोकेर आउँदै थिए। त्यहाँ करिब आधा घन्टा माथि पुगेर एउटा चौतारीमा बसेर, भान्नु उतापट्टि थियो, डायरी निकालेँ। म त्यो डायरी निकालेको मात्रै सम्झिन्छु, हो थाहा होइन। त्यो गीत तयार भइसकेको रहेछ। त्यो कुनै कल्पना गरेर कथेर लेखेको गीत होइन। बुढो किसानको सिमली छाया होइन, बुढो किसानको चाहिँ बुढो किसान त एकजना 90 वर्षका बुढा थिए। तिनी चाहिँ एउटा किसान मार्च भन्ने चलेको थियो। त्यसमा अगाडि अग्रिम पङ्क्तिमा लौरो टेकेर आएको देखेँ मैले है। अनि तिनी बुढालाई पछि मैले उसमा खेतमा काम गरेको पनि देखेँ। देखिसकेपछि यस्तै बुढा कहिले खेतमा छन्, कहिले जुलुसमा छन् है भन्ने एउटा भाव उत्पन्न भएर त्यो गीत सिर्जना भएको थियो। यो अहिले तपाईँ यत्रो वर्षबाट गीत गाउँदै हिँड्नुभयो, ठ्याक्कै जनताकै गीत गाउँदै हिँड्नु भएको छ, परिवर्तनकै गीतहरू गाउँदै हिँड्नु भएको छ। तर तपाईँलाई हामीले कतै रक्तिम को बाहेक हामीले अन्त कुनै पोलिटिकल इन्भल्भमेन्टमा वा कुनै नियुक्तिमा होइन, कहिलेकाहीँ चुनाव लड्ने होलान्। अहिले त झन् कलाकारहरू त झन् अहिले त यो पछिल्लो समय एक पछाडि अर्को उम्मेदवारी घोषणा गर्दै पनि हुनुहुन्छ। हामीले कतै देख्न पाइएन नि। तपाईँलाई कहिले लागेन त्यतातिर जाने इच्छा लागेन? प्रश्न के भयो? मैले 2043 सालदेखि लगभग 72-74 सालसम्म रक्तिम सांस्कृतिक अभियानको अध्यक्ष भएर साङ्गीतिक क्षेत्रमा काम गरेँ। त्यसपछि त्यो पनि छोडेर म कुनै पनि पार्टीमा इन्भल्भ छैन अहिले। कुनै पार्टीको सदस्य पनि होइन, कुनै पार्टीको म विरोधी पनि होइन है। सबै पार्टीहरूका आफ्ना आफ्ना गुण विशेषताहरू छन्। त्यो अनुसार आफ्नो सिद्धान्त अनुसार सबै चले राम्रै हुन्छ भन्ने मलाई लाग्छ। तर बिचमा थुप्रै अफरहरू मलाई चाहिँ ल यसो गर्नु पर्यो, कहिले जिल्लाको जिल्ला विकास समितिको सभापतिमा लड्नु पर्यो भन्ने, कहिले चाहिँ सांसदमा तपाईँ लड्नुहोस् भन्ने कुराहरू विभिन्न पार्टीहरूबाट, कहिले अब सभासद हुनु पर्यो, राष्ट्रिय सभामा जानु पर्यो भन्ने खालका अफरहरू आइरहे। कहिले चाहिँ नृत्य तथा सङ्गीत प्रतिष्ठानको कुलपति हुनु पर्यो भन्ने अफरहरू पनि आइरहे ठाउँबाट। तर मलाई के लाग्यो भने यो जुन बाटो छ, मैले चाहेको, मैले देखेको र मैले चाहिँ हिँडेको बाटोबाट सरासर अगाडि बढ्ने क्रममा
दाहिने बायाँ लायो भने म जुन हदसम्म अगाडि बढ्न सक्छु त्यो त डिस्टर्बेन्स हुन्छ। अब यी सुविधाका पदहरू, यी राजनीतिक नियुक्तिका पदहरू, यतातिर मेरो ध्यान पनि गएन। ती अफरहरूलाई मैले चाहिँ धन्यवाद दिँदै इन्कार गरिनँ, धन्यवाद दिँदै अरूलाई चाहिँ म दिनुहोस् भनेर सल्लाह दिएँ। मैले तपाईँकै रोजाइमा तातो पानीको व्यवस्था गरेको छु, हालिदिन्छु ल प्लिज। तपाईँको आफ्नो दिनचर्याको त एउटा टुङ्गो त पक्कै पनि छैन होला, हिँडेको हिँडै गर्नुहुन्छ, तर घरै बस्ने बेलामा आफू घरमा भएको फुर्सदको समयमा डेली समयले साथ दिएसम्म गर्ने दिनचर्या कुनै त्यस्तो स्पेसल केही छ? मैले तातो पानीसँगै मैले सम्झिहालेँ। दिनचर्या भन्ने केही पनि छैन। कहाँ के मेसो पर्छ त्यही गर्दै हिँड्ने हो। दिनचर्या भनेको रेगुलर घर बसेपछि चर्या बन्छ होइन। आज एक समय छ, अब कुन ठाउँमा पुगिन्छ, कुन लेकमा पुगिन्छ, कुन बेसीमा पुगिन्छ, कुन ठाकुरमा पुगिन्छ, कुन होटेलमा बस्निन्छ होइन, कुन तालको छेउमा गएर बसिन्छ, केही थाहा निदै हुँदैन। त्यसैले त्यस्तो फिक्स कुनै दिनचर्या छैन। कुनै दिनचर्या छैन, जता जता गयो जहाँ जहाँ जे मेसो पऱ्यो त्यही दिनचर्या बन्छ। नेपालका हुन त तपाईँ सबैलाई समान, सबै ठाउँ समान, सबै वस्तु समान, सबै व्यक्ति समान भन्ने मान्छे पर्नुभयो। नेपालका अत्यन्तै तपाईँ घुमेका हिसाबले तपाईँलाई धेरै सुन्दर लागेको ठाउँ, जहाँ एकचोटि त पुग्नु नै पर्छ है भनेर कसैलाई आह्वान गर्न सक्ने तपाईँको आफ्नो घुमाइले कुनै ठाउँहरू छन् त्यस्तो? र मैले 3टा कुरा सोधेँ। एउटा सबैभन्दा तपाईँलाई मन परेको ठाउँ, एउटा तपाईँलाई सबैभन्दा धेरै मन परेको खानेकुरा जो चाहिँ एउटा आफ्नो आफ्नो हुन्छ, र एउटा सांस्कृतिक भित्र पनि छुट्टै एउटा आफ्नो तपाईँले अँगालेको क्षेत्र पनि हुन सक्यो वा अरू क्षेत्र पनि हुन सक्यो, त्यहाँको ठाउँ ठाउँका परिवेश अनुसारका कल्चरहरू हुन्छन् नि, त्यो कुरा तपाईँले कुनै छ त्यस्तो? कल्चरको हिसाब त सबैको बराबरै छ। कल्चरले यो राम्रो त्यो नराम्रो भन्न चाहिँ हुँदैन। सबैका कल्चर सम्मानित छन्। हाम्रो झन् विविधता भएको हाम्रो देश यो इन्द्रेणी जस्तो नेपाल हो कल्चरल्ली। ठाउँ भनेको प्रकृति हो। मलाई मनपर्ने प्रकृति भनेका तालहरू भएको ठाउँ, नदीहरू बगेको ठाउँ र समुद्रहरू उछालिएको ठाउँ। यी ठाउँहरू पुग्दा मेरो मन एकदमै रमाउँछ। र त्यस्तै हिमाल देख्दा पनि म दिनभरि एउटा आँगनमा बसेर हिमाललाई हेरेर दिन काटेका दिन पनि छ। त्यसकारण यस्ता यस्ता ठाउँमा पुग्दाखेरि मलाई असाध्यै रमाइलो लाग्छ। खानेकुरा त जे खाए नि मलाई त्यस्तो खानेमा चाहिँ फेभरेट यस्तो भन्ने छैन। खानेकुरामा त्यस्तो केही छैन। दैनिक औषधि त्यस्तो केही रोग त्यस्तो अहिले उमेर बढेको सँगसँगै त्यस्तो केहीले अप्ठ्यारो पारेको छ? छैन। सबै राम्रै छ। मैले फेरि अर्को विषयवस्तुतिर जाएँ। भदौ 23 र 24 गतेको घटनालाई तपाईँले कसरी लिनुहुन्छ? अहिले गएको यसले गर्दाखेरि नेपालमा ठुलो पोलिटिकल एउटा चेन्जेसहरू पनि आयो। अब मैले राजनीतिक सवालमा केही पनि बोल्ने गरेँ। राजनीतितिर मेरो चासै छैन। चासो नभए पछाडि के ठिक छ। अब तपाईँको एउटा गीत सुन्न मन लाग्यो, गीत गाइदिनुहुन्छ? मलाई सानो सानो
सानो सानो बुकुर पहराको छेउमा मेरो घर, त्यही निसाउले खाइदियो अब मलाई झनै के को डर। सानो सानो बुकुर पहराको छेउमा मेरो घर, त्यही निसाउले खाइदियो मलाई अब झनै के को डर। सम्पत्ति हुँदा सबैको हाई हाई, विपदमा आज सबै पराई, सुखीलाई सुख थपिँदै गयो, दुखीको जीवन बर्बादै भयो। पहाडको कुनामा ओत लाग्ने स्याउले मेरो घर, त्यही निसाउले खाइदियो अब मलाई झनै के को डर। कस्तो गजब छ। तपाईँका गीतहरूबाट धेरै परिवर्तन पाएका छौँ, हामीले धेरै कुराहरू सिक्न पाएका छौँ। तपाईँका सृजनाहरू सधैँ अमर रहन्। हामी तपाईँको सृजनाले माग गरेका परिवर्तनहरूमा परिवर्तन ल्याउनलाई यो पुस्ता अगाडि बढोस्, म पनि त्यसका लागि लाग्नेछु। तपाईँले जुन विचार व्यक्त गर्नुभयो, जुन चेतनाको तपाईँले एउटा बत्ती बाल्ने प्रयास गर्दै तपाईँ हिँडिरहनु भएको छ, बत्ती बाल्दै हिँडिरहेको छ। अनि परिवारमा, तपाईँको परिवारमा पनि अहिले जेन्जीहरू हुनुहुन्छ वा त्यो उमेर क्रस गरेकाहरू हुनुहुन्छ। तपाईँको चेतना र तपाईँको परिवारका सदस्यहरूको चेतनामा कतिको मेल खान्छ? विचारमा कुनै दुविधा छ कि छैन कि के छ? सबै राम्रो सपोर्ट नै छ। तर एउटा कुरा, मैले गाएका गीतहरू अझ अमर हुन् भन्ने मेरो इच्छा छैन। यी काम नलाग्ने भएर गयो। सबै मान्छे सुखी हुन्, सबै मान्छे समुन्नत हुन्, देश समृद्ध बनोस्, अनि यस्ता गीत खासै पर्दैन। यो छिटै अन्त्य होस्। मेरो गीतको सान्दर्भिकता चाँडोभन्दा चाँडो अन्त्य होस् भन्ने मैले चाहन्छु। यी गीत त्यति बेलासम्म मात्रै काम लाग्ने हुन् जति बेलासम्म समाजमा गरिबी रहन्छ, समाजमा अन्याय रहन्छ, अत्याचार रहन्छ, शोषण रहन्छ, दमन रहन्छ, राष्ट्र अधोगतिमा हुन्छ, देश विपन्न हुन्छ। त्यस्तो बेलामा चाहिने गीत हुने। त्यो बेला छिटै अन्त्य होस् र यी गीतको सान्दर्भिकता, यी गीतको आवश्यकता पनि छिटै सकियोस्। यी बेमौसमी गीत हुन् भन्ने मेरो इच्छा त त्यस्तो छ। तपाईँ हाम्रो एउटै कामना छ, त्यो पनि छिटै पुरा होस्। समय दिनुभयो, धेरै धेरै आभार व्यक्त गर्न चाहन्छौँ। आइदिनु भयो। अन्त्यमा तपाईँलाई केही कुरा भन्न मन लागेको छ पछिल्ला समयमा? त तपाईँ यस्ता अन्तर्वार्ताहरू गरिरहनुहुन्छ, आफ्ना कुराहरू आफ्नो श्रोताहरूसँग, जनताहरूसँग तपाईँ जोडिरहनुहुन्छ। त्यस्तो कुनै कुरा, केही चेन्जेसहरू पाउनु भएको कुरा केही भनिहालौँ भन्ने त्यस्तो केही छ? त्यस्तो केही छैन। अब आफू जन्मेको माटो सबैलाई प्यारो हुन्छ। आफू जन्मेको झुप्रो जस्तै झुप्रो भए पनि त्यही नै प्यारो हुन्छ। त्यसैलाई राम्रो बनाउने कोसिस गर्ने हो सबै नेपाली मिलेर। यो देशलाई समृद्ध, समुन्नत र विकसित बनाउनेतर्फ लागौँ सबै। घटना परिघटना त घटिरहन्छन्, राजनीतिक घटनाहरू पनि घटिरहन्छन्। सबै घटनाहरूले, सबै राजनीतिक परिघटनाहरूले, सबै मानिसहरूका अब प्रयासले सबभन्दा पहिले आफ्नो देश, हाम्रो देश राम्रो बनाउने प्रयत्न गरौँ। अझ संसार सबै देश राम्रा हुन्, कुनै पनि देश नराम्रो देख्नु नपरोस्, त्यो दिशातिर हामी सबै जाने हो। मेरो त्यही इच्छा छ। र यहाँ यो पोडकास्टमा तपाईँले बोलाउनु भयो, पोखरामा, धन्यवाद छ तपाईँलाई। तपसील, हरेक तथ्यको विवरण, डिटेल्स अफ एभ्री फ्याक्ट।